नमस्कार। म चाहिँ आज एउटा कविता लिएर आएको छु र कविताको शीर्षक छ बसाई सर्नु। बसाई सर्नु रहरकी बाध्यता, इच्छा हो या आवश्यकता। पुर्खौंदेखिको बसोबास, सदियौंदेखिका छिमेकीहरू, भिजेको माटो, अँध्यारोमा पनि देखिने बाटो, आफ्नै धरातल आफ्नै आँगन, कसरी छोड्न त मान्छ होला मन। बसाई सर्नु रहरकी बाध्यता, इच्छा हो या आवश्यकता। पैँचो पर्म मेलापात, दुःख र समस्यामा मिल्ने दरिलो साथ। बिरामी अभाव र पीडामा मलम लगाइदिने ती दयालु हात, चटक्क बिर्सिएर मुटुलाई सानो पारेर, दलिन नाग्दा बरर आँसु झारेर। बसाई सर्नु रहरकी बाध्यता, इच्छा हो या आवश्यकता। सायद समस्याले सीमा नागेपछि, बाध्यताले विवश बनाएपछि, भावी सन्ततिको उज्यालो भविष्यको आशमा आफूलाई परिस्थितिले बलि चढाएपछि, जो भएको पोको पारेर मनलाई छातीले थिचेर बसाई सर्नु रहरकी बाध्यता, इच्छा हो या आवश्यकता। गाउँमा यसरी नै परिवारहरू सकिए, शहरमा एकपछि अर्को गर्दै थपिए। अपरिचित अनि अन्योलमा आजभोलि बाँचेका छन् नेपाली मन रुँदै घरिघरि, आफ्नो भाको गुमाएर पराईको आँगनमा रमाएर। बसाई सर्नु रहरकी बाध्यता, इच्छा हो या आवश्यकता। बसाई सर्नु रहरकी बाध्यता, इच्छा हो या आवश्यकता। नमस्कार। यो रियल नेपाल युट्युब च्यानलमा यदि यहाँ नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहुन्न र यो भिडियोलाई लाइक गर्नुहुन्न र तपाईलाई मनमा लागेका कुराहरू कमेन्ट बक्समा गएर राखिदिन हुन अनुरोध गर्दै बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।